यसमा भर्टिकल 250 पिक्सल यो भएन यतातिर नि यतातिर हामीले 500 गर्नु पर्यो बाँकी 500 भइहाल्यो हैन अब यसपछि मैले horizontal 100 px यहाँ यो लोगो यो चाहिँ हटाउनु पर्छ उताबाट दिएको चाहिँ लगाइदिन्छ यो गर्दा चाहिँ हामीले लेयर लिइराख्नु परेन बुझ्नुहुन्छ है सुनिलजी र त मैले टेक्स्ट लेख्दा चाहिँ यो ब्युटी नेभर आफै बनायो के उसले बुझ्नु हुने हैन हजुर त्यो कन्ट्रोल एज गर्दाखेरि हट्छ हैन सर हट्दैन हाइड मात्र हुन्छ फेरि कन्ट्रोल एज गर्दा चाहिँ देखिन्छ तपाईको कन्ट्रोल एजले हाइड गर्छ हैन फेरि कन्ट्रोल एज गर्दा चाहिँ सो गर्छ त्यति हो त्यसलाई हटाउनलाई के गर्नु भ्यूमा गएर क्लियर गरिदिने क्लियर गाइड मैले यसमा चाहिँ स्ट्रोक दिएँ स्ट्रोक चाहिँ व्हाइट कलरको यसमा चाहिँ कलर फिदर दिएर दुईपट्टि लेयर लिए हेर्नु न लाइन अन्डरस्कोर मैले लोगो भनेर नाम दिएँ कन्ट्रोल सिफ्ट आई गरेर बाँकी चाहिँ मैले डिलिट गरेँ कन्ट्रोल डी हल्का देखिन्छ त्यता टल्केर तपाईँ नदेखिरहेछ हैन अब यसलाई चाहिँ पहिला कलर अब यहाँबाट तपाईले ओड स्पेसिङ बढाइदिन सक्नुहुन्छ यहाँ गएर ओड स्पेसिङ र यसमा
यसमा चाहिँ अनि लाइन सिएसएसमा चाहिँ हाम्रो ओड स्पेसिङ र लेटर स्पेसिङ भन्ने हुन्छ। यो चाहिँ हाम्रो के भयो लेटर स्पेसिङ भयो होइन। लेटर स्पेसिङ यो भयो। ओड स्पेसिङ भनेको चाहिँ अब यो नेचुरल र नेपालको बिचको डिस्टेन्स बढाउनु मिल्छ, सिएसएसबाट पनि मिल्छ। अब यस्तो गरेर लग्ने हो भने चाहिँ हाम्रो यो के को रूपमा जान्छ भन्नुहोस् त, इमेजको रूपमा जान्छ नि त होइन। अब यस्तो यो मात्र इफेक्ट दिने हो भनेदेखि हामीले यो स्ट्रोक बाहेकको दिने हो भने त्यत्तिकै दिन सक्यो, टेक्स्ट लेख्न सक्यो। तर यो जुन पुरा ढिका लग्नुहुन्छ भने चाहिँ त्यो इमेजको रूपमा जान्छ। अब यसको लागि कलर अलिकति यस्तो ठिक होला। यो मानु हाम्रो के भयो एउटा लोगोको पोर्सन भयो होइन। यस्तै गरी सेभ गर्दै गर्नु कम्प्युटरमा टीमा होइन, भित्र चाहिँ अब कन्ट्रोल एच यो पार्टलाई चाहिँ अलिकति सानो बनाउनु पऱ्यो होइन, अलिकति हेरी ठुलो योभन्दा यो चाहिँ हल्का सानो बनाइदिनु पऱ्यो भनेपछि यसलाई 150 जति गर्नु पऱ्यो भनेदेखि हामीले कति गर्नु पऱ्यो, यो 250 300 400 होइन, 400 जति गर्नु पर्ला। यसलाई हटाइदिनु पऱ्यो भने सट्ट तानेर त फालिदिनु भयो भने हुन्छ। अब यो तलतिरको पार्ट न होइन तानेर तपाईँले कति आयो अन्दाजी त गर्नु मिल्छ। त्यहाँनिर तपाईँले रुलर राखेर अनि यहाँनिर तपाईँले पिक्सल गरेर गर्न चाहिँ सक्नुहुन्छ। अहिले त 400 मा छ नि हाम्रो ठ्याक्क, तपाईँले अब सार्नु पनि सक्नुहुन्छ। त्यसरी पनि रुलर देखाएन भने कसरी कन्ट्रोल आर गर्नु भयो नि हुन्छ होइन, नत्र विन्डोमा गर्नुहोस् त्यहाँनिर सबै ल्याउने काम तपाईँको विन्डोमा कि भ्यूमा हो के अरे भ्यूमा र विन्डोमा दुईवटा मात्रै कुनैमा भइरहेको हुन्छ त्यो, बुझ्नु होइन। अब यसपछिको पार्ट मैले यहाँनिर तपाईँको कुनै अरू एडभर्टिजमेन्टको पार्ट भनेको थिएँ, कन्ट्रोल सिफ्ट एन्ड एडिडी पिएआरटी पार्ट। अब यसको लागि चाहिँ एउटा टेक्स्ट टुल लिएँ, कलर चाहिँ यही खालकै। अब यसको ओड स्पेसिङमा चाहिँ हामीले कन्ट्रोल ADVRTISEMENT हो मिल्यो। यसलाई ठुलो बनाऊ, ADVRTISEMENT यहाँ छुट्यो होइन। अब यसको तल्लोपट्टि चाहिँ ठ्याक्कै एउटा लाइनिङ, कन्ट्रोल सिफ्ट एन्ड एडिडी अन्डरस्कोर लाइन। अब यहाँनिर ठ्याक्क क्लिक गरिदिनुहोस्। यसको कलर चाहिँ मैले दिएँ यही खालको, अल्ट डिलिट कन्ट्रोल डी। अब त पुरै पार्टमा बसिरहेको छ, यसलाई तपाईँले यहाँनिर गएर 10 पिक्सल फिदर छ ठिक छ। अब योभन्दा बाहिर ठ्याक्क कन्ट्रोल सिफ्ट आई डिलिट। अब यसपछि यसको ओपासिटी हेर्नुहोस्, त्यसपछि फिदरलाई टोटल्ली 0 गरेर यति ठ्याक्क काटिदिनुहोस्, त्यहाँनिर हल्का रहिरहेको हुन्छ। अब यतापट्टि त हाम्रो मतलब भएन होइन। अब यसको तल्लोपट्टिको तलतिर चाहिँ हामीले के गर्न सक्छौँ त, दुईवटा सानो सानो यार्डहरू जस्तो जब्स नेपाल CYBR.com यसमा त सानो सानो एडहरू छ। धेरै स्लो खोल्छ यो नागरिक न्युज चाहिँ।
डबल लिङ्क चाहिँ फास्ट खुल्थ्यो हाम्रोमा किनभने ओल्ड लिङ्कै नेट छ नि त त्यहाँ उसको छिटो फास्ट हुन्छ मर्कन्टाइलबाट पनि फास्टै हुन्छ जस्तोलाई यो एउटा होइन यसलाई तपाईँले भ्यू इमेज गरिदिनुहोस् डाइरेक्ट कपी गरिदियो नि हुन्छ यत्रै साइज हो योभन्दा ठुलो साइज हुँदैन यसमा यसलाई अब कुन बाइक आएको बेलामा तपाईँले कपी गर्नुहुन्छ नि त्यही चाहिँ देख्छ क्या तपाईँको अब यो कपी भयो नि होइन जिआइएफ त फोटोसँग कसरी देखाउनु त त्यो त तपाईँले प्रिभ्यू गर्न त मिल्दैन नि यहाँ त खालि हजुर जिआइएफ हाल्नु त मिल्छ तर तपाईँको त्यो जुन रन त हुँदैन नि घुम्न त इमेजको रूपमा नै सेभ हुन्छ त्यो पुरा ढिका हुन्छ नि तपाईँको यसलाई चाहिँ तपाईँले छुट्टै सेभ गर्नु पऱ्यो क्या नत्र उतापट्टि के अरे यही पेजलाई बनाइसकेर उतापट्टि लाँदा चाहिँ के अरे ड्रिमवेभर अथवा ड्रिमवेभरमा सक्छौँ हामी उतापट्टिबाट चाहिँ पेस्ट गर्नु मिल्छ यति पार्ट चाहिँ अब हामी काट्यौँ यसको मैले रुलर लिएँ होइन योभन्दा बाहिरको पार्ट कन्ट्रोल सिफ्ट आई डिलिट कन्ट्रोल डी अब यसलाई अब यसपछि यसको तल्लोपट्टि एउटा अर्को लाइनिङ दिनु पनि सक्नुहुन्छ अथवा दुईवटा एडले छुट्टिन्छ भने पनि त्यो नदिँदा नि भयो अथवा मैले यो एड लाइन भन्ने छ नि यसलाई कन्ट्रोल जे बुझ्नुहोस् है कन्ट्रोल जेले के गर्छ डुप्लिकेट है सम्झिनुहोस् है एउटालाई यसले सेपरेट गर्यो होइन यस्तै गरी अर्को एड लिनुहोस् अब यिनीहरूकोमा यसमा त के यो कत्रो इमेज यतिलाई चाहिँ कपी गरेर राखिदिनु नि त जस्तो तपाईँले अब यहाँनिर एउटा सानो पार्ट बनाउनु भयो नि यसलाई नै अब तपाईँले अल्ट जे गर्नुहोस् होइन ट्याक्क यति राख्नुहोस् ठिक छ अब यसलाई कन्ट्रोल क्लिक कन्ट्रोल सिफ्ट अल्ट कुन चाहिँ हो यो 5 हो है ट्याक्क पेस्ट गरिदिनुहोस् बुझ्नु नि त्यो अनुसारको गयो यहाँनिर अब कुन पार्ट देखाउने ल यति पार्ट देखाउने हो कि होइन अलिक सानो भनौँ यति देखाइदिनु होइन अब यसो यो र यो चाहिँ के हुनु पऱ्यो तपाईँको एउटै हुनु पऱ्यो कन्ट्रोल ई यो एउटै भयो त्यो माथिको एउटा भयो अब यसपछि यसको तल्लोपट्टि फेरि हाम्रो यहाँनिरको एड लाइन कपी भन्ने छ यसलाई कन्ट्रोल जे गर्नुहोस् फेरि तलतिर यति पार्ट न यस्तो देखिरहेछ हेर्नुहोस् त कन्ट्रोल एच अब अर्को दुईवटा तिनवटातिर राख्नु कान्तिपुर के हो यो रेस्लिङ नेपालमा हो उनीहरू त एयरपोर्टमा आउने बित्तिकै पनि पहिला मुक्का हानेर पनि सुरु गर्दो रहेछ त्यो समूह गरेको भन्ने देख्नु अरे एयरपोर्टमा के एयरपोर्टमा गरेको न्युजमा क्या यो ई कान्तिपुर कपी इमेज क्या ए त्यहाँनिर ऊ हुँदै थियो यो घुमिसक्छ मेरो त ए आउँछ ए यसलाई यस्तो गरेर राखौँ तर यति पार्ट चाहिँ डिलिट आन्सर भएन अब फेरि यो लाइन कपीलाई कन्ट्रोल जे त्यसरी अब हामी के गर्दै भन्दाखेरि यो सबै गराउनुभन्दा यतिलाई चाहिँ सबैलाई मर्ज गरिदियो यो लेयर 1 देखि यो लेयर 1 भनेको यो भयो कन्ट्रोल ई लाइन एड यति एउटा भयो होइन सबै मर्ज गरिदिएँ अब फेरि एउटै भयो होइन मैले यसरी कपी गर्नलाई क्या अर्को राख्नलाई यति एउटा भयो ल होइन यति पार्ट चाहिँ हाम्रो एड पोर्सनको लागि भयो भनौँ होइन जस्तो तपाईँले यो एउटा ठाउँमा नि अब 3टा एड दिन पनि सक्नुहुन्छ नि जस्तो जिआइएफ बनाउनु लाउने त्यसपछि उसको एउटा राख्दिने फेरि अर्को राख्दिने
अब हाम्रो बिचको पार्ट, अब बिचको पार्टमा चाहिँ HOME कन्ट्रोल A कलर कन्ट्रोल G भनेपछि हामीले त्यो उसकै लेभलमा राख्नु पर्यो है। सर्भिसेस के राख्ने अर्को जी ल्याब ग्यालरी भयो पछि त्योनिर मेजरमेन्ट गर्नुपर्छ। अब यो चाहिँ दुईटा पार्ट नछुटे जस्तो भयो होइन। यसको लागि चाहिँ के गरौँ भन्दाखेरि कन्ट्रोल एच यति पार्टमा चाहिँ एउटा लाइनिङ राख्थ्यौँ अथवा बिचमा एउटा छुट्टै एउटा कलर दिनु पनि सक्यो। म एउटा यस्तो एउटा आफै एउटा पिना बनाइदिउँ। यहाँनिरबाट आकाशको कलर भनेको कस्तो खालको यस्तो यस्तो है। अब माथि चाहिँ जुन आकाशको रङ जस्तो हुन्छ त्यो बनाइदिनु, तल व्हाइट बनाइदिनुहोस्। त्यसपछि यहाँनिर फिल्टरमा तपाईँको रेन्डरभित्र यहाँनिर क्लाउड छान्ने हुन्छ। अलिकति कडा भयो न, यसमा ओपासिटी अलिकति जस्तो त हजुर फिल्टरमा रेन्डर भन्ने हुन्छ होइन, त्यहाँनिर गएर गरिदिनु रेन्डर। त्यो रेकर्ड भएछ नि त तपाईँको अस्ति। यसको कलर चाहिँ ठिक छ न यसरी। यो चाहिँ तपाईँको केस भन्नु त हामीले होभर गर्दाको केसमा चाहिँ त्यस्तो हुन्छ है भन्न खोजेँ होइन। अब तपाईँले यसलाई हल्का यतापट्टिबाट ब्लेन्डिङ अप्सन कताबाट उठाइदिने भन्नु त सिद्धार्थजी? यताबाट उठाउँदा ठिक होला है। यसलाई ड्रप स्याड दिएर क्या यताबाट क्या हल्का, अथवा दुईपट्टिबाटै उठेको जस्तो बनाइदिनु होइन। जस्तो ठ्याक्कै यहाँनिर 90 डिग्री होइन, 90 डिग्रीमा हल्का यो बढाइदिनुहोस्। यसमा र यसमा चाहिँ हल्का हुन्छ क्या। यति पार्टमा चाहिँ के एउटा सोच्नु पऱ्यो है। त्यति पार्टमा चाहिँ हामीले केही सोचेर होइन होइन यस्तो गरौँ क्या। अब होइन यस्तो भने मैले चाहिँ के गर्ने होइन, यो जुन छ नि यति पार्टमा चाहिँ जस्तो हाम्रो अब एड ब्युटी नेपाल एड भयो होइन, यति पार्टमा चाहिँ त्यो ब्यानर एड क्या मानु 20-25 हजारको एड राख्नु पनि मिल्यो नि त। अब यहाँनिर चाहिँ भइहाल्छ नि। यो जुन एड छ नि यो 20,000 हो। पहिला हामीले राखेको थियो, अहिले चाहिँ यसले धेरै माग्यो। हामीले बनाएर पठाइदिने उनीहरूले राख्छ।
कति 1 इयरको 20,000 छ कति कहाँ मन्थको महिनाको हो 1 महिनाको .comले उठाउने भनेको यस्तोबाट पैसा कस्तो रहेछ हजुर यस्तो राख्यौँ यहाँनिर यस्तो काटेको अलिकति क्वालिटी हाई भएको यो पनि जिबी दुईवटा आइरहेछ है ए यसले चाहिँ इमेज राख्दो रहेछ सुनिलजीको घर कता हो ए तपाईँको यही काठमाडौँको बसिन्छ हो तपाईँ ए तपाईँलाई त्यसै बाहिर थाहा छैन हजुरको कता चाप ए किन स्लो जे हजुरको इलामतिर जानुभयो होला है नजिक होइन त्यहाँनिर एकदम राम्रो छ नि इलाम छ मैले पनि त्यही फोटो देखेर थाहा भयो मेरो त त्रिशुली नुवाकोट नजिकै छ हाम्रो त त्यो इमेज त के हुँदैन यही पनि ठिक छ है यसलाई कपी गरौँ अलिक सानो है एउटा रुलर लिएर यति पार्ट छुट्याएर यहाँनिर नजोडौँ ट्याग यतिलाई चाहिँ कन्ट्रोल सिफ्ट ह्यान्ड TOPBANR ब्यानर अब यहाँनिर कन्ट्रोल सिफ्ट अल्ट भी सानो रहेछ है यहाँनिर कुन चाहिँ यो ट्यागको स्याडो आएर जे मिल्दैन अनि तपाईँले कुनै पनि पिक्सल त्यहाँनिर फिल गर्नुभएको छैन केही भने चाहिँ मिल्दैन कन्ट्रोल सिफ्ट अल्ट भी अब यो र यो चाहिँ के हुनु पऱ्यो त मर्ज हुनु पऱ्यो नि होइन अब हामीले यति गर्ने अब यो बिचको पार्ट भएन अब यहाँनिर हामीले होम लेख्दिउँ इमेज राखिसकेपछि के मर्ज गर्नुपर्ने त्यो लेयर एउटा खाली हुन्छ त्यो जुन लेयरमा राख्यो नि त हामीले त्यो र त्यो चाहिँ एउटै गराइदिनु पऱ्यो नि त खाली त्यसलाई इमेज र लेयरलाई मर्ज गर्नुपर्छ सर हजुर हजुर इमेजले आफै एउटा लेयर लिएर हुन्छ होइन त्यो लेयर र हाम्रो लेयर चाहिँ मर्ज गरिदिनुपर्छ गर्नै पर्छ भन्ने छैन तर पछि तपाईँले सार्नु हुँदा त्यो दुईवटा दुईतिर सरेर हुन्छ क्या त्यो भएको भएर मात्रै हो
भइहाल्यो त्यति हो। अब यसपछिको बिचको पार्टमा चाहिँ तपाईँले यहाँनिर यही एडभर्टिजमेन्टलाई चाहिँ कन्ट्रोल जे गरेर यता लैदिनु सक्नुहुन्छ होइन। अब ठ्याक्क अन्दाजी के गर्नु भन्दाखेरि दुईपट्टि चाहिँ त्यो ग्याप छोडिदिउँ यति यति एउटा। अब के गर्नुहोस् कन्ट्रोल सिफ्ट एन एउटा 0 एउटा लेयर बनाइदिएँ यहाँनिर यति नाप्नको लागि मात्र ठ्याक्क अल्ट डिलिट कन्ट्रोल डी। अब यति जति छ यहाँनिर नि त्यति राख्नको लागि मात्र। कहिले काहीँ यसरी पनि युज गर्न सक्नुहुन्छ नि होइन। सधैँ त्यो तपाईँले मेजरै गरी बस्नुपर्छ भन्ने पनि छैन भएन। यो दुइटा भयो। अब यसपछि यसको ग्याप चाहिँ अन्दाजी राख्थेँ यस चाहिँ चाहिएन हामीलाई भयो। यो दुइटा ठ्याक्क मिलाउनको लागि क्या। अब यो नचाहिने गाइडहरू त मासिर फालिदिनुहोस्। अब यसपछि तलको लागि तल पनि अलिकति ग्याप छोडिदिउँ। अब रुलर लिनुहोस् ल यति जति तल छोडिदिएँ। अब बिचको यति पार्ट चाहिँ हाम्रो के भयो त तपाईँको कन्टेन्ट डिस्प्ले गर्ने पार्ट हो। अब यो एडभर्टिजमेन्ट लेखेको यसलाई चाहिँ वेलकम टु आवर नेपाल। अब यसको कलर अलिकति खुले जस्तो हो। अब यसपछि बिचको पार्टमा चाहिँ जस्तो तपाईँले एउटा नेपालको इमेज लिएर आएर PSHU पशु PATH होइन PATI पशुपति। यो स्लो लोड हुन्छ ए आइसकेको छ। बाहिरतिर त जस्तो तपाईँले यो हान्नु नभए खुलिसक्छ अरे त्यस्तो। जस्तो तपाईँको 2 सेकेन्डभन्दा बढी लाग्यो भने चाहिँ त्यो साइड चाहिँ तपाईँको फेक हो भनेर चाहिँ खोल्दैन अरे त्यस्तो हुन्छ अरे। यो युएसतिर क्या तपाईँको त्यस्तो तपाईँको अब विभिन्न साइटहरू हुन्छ नि त। सब गरेर होला है। शिवरात्रि कहिले हो 18 आज 15 गते है। त्यतातिर त कति अब त्यहाँको स्पिड एकदम हाई हुने भयो तपाईँको। अब हाम्रो यहाँ एमबीमा हुन्छ नि त जिबीमा हुन्छ नि त त्यसले। अब मेरो अङ्कल दुबईमा हुनुहुन्छ एकजना आइटीमा काम गर्ने। ऊ पर्सनल युजको लागि लिएको अरे 5 GB स्पिड छ त्यसमा। अनि त्यो के होला मुभी सरर हेर्नु मिल्छ अरे क्या त्यो भएर अनि मैले एउटा भिडियो सेयर गरेको थिएँ फेसबुकमा होइन। हजुर सेयर गरेको 3-4 मिनट पनि भएन लाइक गरिसक्यो। त्यसको मतलब त्यही त त्यो उसले हेरिसकेको थियो। हजुर अब यसलाई चाहिँ सबसे लास्टमा लैजाउँ। यस लास्टमा लानलाई तपाईँले यसरी हजुर हजुर ब्याकग्राउन्डमा भएन। अब यसलाई चाहिँ यतातिर त नराखिदिउँ बिचको पार्टको लागि मात्र राखिदिउँ यसलाई। यस्तो गऱ्यो न यसलाई यति पार्ट मात्र क्या पशुपतिको त्यसले चाहिँ फिदर दिएर तपाईँको यहाँनिर यति त हो नि। कन्ट्रोल सिफ्ट आई डिलिट।
यस्ता चाहिँ त्यो लुकेको पार्ट चाहिँ यसले काट्दैन। यस्तो पार्टहरूमा चाहिँ फिदर मानौँ 50 यसरी क्या ठ्याक्कै त्यो मिल्छ नि त तपाईँको, बुझ्नुहुन्छ नि। सर फिदर फिदरले चाहिँ तपाईँको जुन पनि इमेजलाई काट्दाखेरि त्यो फैलाएर क्या त्यो हल्का यसरी डिलिट गर्छ क्या, त्यहाँ म्याच हो त्यही म्याच अलिअलि त्यहाँ फिदरको यो CS5 मा कामै गर्दैन त्यो, नत्र अल्ट डी थियो, कन्ट्रोल अल्ट डी थियो, यसमा काम गर्दैन। नत्र भने चाहिँ तपाईँले पहिला अर्को CS-हरूमा चाहिँ यति लिनुभयो होइन, अब फिदर दिनु पनि मिल्थ्यो क्या त्यसमा चाहिँ। ए तपाईँले रेक्ट्याङ्गलले ड्र गर्न बित्तिकै आउँछ नि यहाँनिर यत्तिकै आउँछ। अब त्यसपछि हाम्रो पार्ट भनेको यहाँनिर टेक्स्ट दिने भयो होइन। अब टेक्स्ट लिएर आउँ, यो तपाईँको इमेज हो यो त DUMMYT टेक्स्ट। यो डिजाइन पनि कस्तो क्लियर छ नि हेर्नु न, त्यसले पनि हामीले कलर चाहिँ कस्तो ठिक छ। ब्ल्याक प्याराग्राफ चाहिँ हाम्रो लेफ्टवाला ए ठिक छ है, ए ठिक छ। अब लाइन स्पेसिङ कसरी पर्छ? लाइन माथिबाट दुईटा लाइन ए यहाँनिर हुन्छ तपाईँको यो कुन दुईटामा त यो हो, यसबाट पनि मिल्छ। ए बढिरहेछ यो कुन त हामी यो चाहिँ यहाँ राख्न मात्रै दिन्छौँ होइन, सरी यहाँनिर चाहिँ जस्तो हामी गर्ने भनेको चाहिँ CSS-मा लाइन हाइट भन्ने हुन्छ क्या तपाईँको, लाइन हाइटले चाहिँ एकैचोटि बढाइदिइहाल्छ, दुईटाको बिचको डिस्टेन्स बढाइदिन्छ, यहाँबाट पनि मिल्छ तपाईँको। यसको कलर चाहिँ यस्तोलाई चाहिँ अब चाहिँ यतिलाई चाहिँ अलिकति बोल्ड बनाइदिनु सक्नुहुन्छ। यसमा फेरि तपाईँहरूले पनि कन्ट्रोल B गरिदियो हुन्थ्यो यसमा बोल्ड। कन्ट्रोल J यहाँनिर चाहिँ
होइन यो हाम्रो टेक्स्ट भयो। अब यसपछि तल एउटा पार्ट बनाइदिन्छु। अब यहाँनिर केही राख्न सक्नुहुन्छ। अब यसपछि चाहिँ यहाँनिर लास्टमा चाहिँ एउटा फुटर बनाइदिनुहोस् होइन। फुटर चाहिँ यसरी फैलिने बनाउनु पनि सक्नुहुन्छ। अब मैले अलिकति बढी भयो यसलाई चाहिँ यो फेरि हाम्रो ऊ भइसक्यो चाहिँ हल्ट गरेर ट्याक दुईवटा भयो। यहाँनिर पनि एउटा कुनै एडहरू बिहान लास्टमा पनि कसैले चाहिँ तपाईँको यस्तो एड राख्छ क्या। क्वालिटी यसको यो पनि यता तपाईँको कति कति पर्छ होइन त्यो पनि राख्न सकिन्छ नि। कस्तो भन्नुभयो? होइन त्यो त तपाईँको कति भिजिट छ कति ऱ्याङ्क हुन्छ त्यो पेज ऱ्याङ्क कति त्यो अनुसारले त तिर्छ। त्यत्तिकै त को मूर्ख हुन्छ। त्यो तपाईँले गुगलबाट गुगलको ऱ्याङ्क कति छ एलेक्साको ऱ्याङ्क कति छ होइन त्यो हेर्नु मिल्छ नि त। त्यो अनुसारले तपाईँको अब भिजिट कति भएको छ अब उसलाई तपाईँको भिजिट देखाइदिनु पऱ्यो। तपाईँको भिजिट कति भएको छ तपाईँले देखाइदिनु पऱ्यो नि त उसलाई। मेरो यति भिजिट भएको छ तपाईँले राख्नुहोस् होइन। यस्तो भिजिट हुन्छ भने तपाईँको नि एउटा क्लिक होला। त्यही त भन्ने हो नि। जस्तो अब साइबर संसार भनेको मान्छेले हेर्छ होइन। जस्तो अब तपाईँको नागरिक न्युज हेर्छ यी कान्तिपुर हेर्छ त्यो त तपाईँले जेसुकै जे भए पनि हेर्छ नि न्युजको लागि त्यस्तो साइडमा त दिइहाल्छ नि। जस्तो अब यसमा अलिकति बढाउनु पऱ्यो होइन हामीलाई साइज चाहिँ अनि ठ्याक्क सक्यो नि त हाम्रो। अब अलिकति बढाउनु पऱ्यो भने तपाईँले कहाँ जानु पऱ्यो इमेज क्यानभास साइजमा हाम्रो 1000 छ होइन। अब मैले ठ्याक्क 1050 गरिदिएँ होइन। अब 1050 कता गर्ने त होइन मासतिर त बढ्नु भएन। मासतिर फिक्स गरिदिनुहोस् तलतिर चाहिँ बढ्नु पऱ्यो। ओके गर्नु। अब यसो तलतिर चाहिँ 50 पिक्सल बढ्यो। यहाँ त ठ्याक्क भएको थियो नि त हाम्रो है त। अब यो तलतिरको पार्ट चाहिँ 50 पिक्सल भनेपछि अब यहाँनिर फुटर कपिराइटको साइन चाहिँ त्यो उताबाट हामीले सजिलै राख्न सकिन्छ। यहाँ चाहिँ फेरि तपाईँको उ गर्नुपर्छ इमेज कस्टम सेपमा गएर ल्याउनुपर्छ। अर्को टेक्स्टबाट चाहिँ मैले थाहा पाएको छैन तपाईँको अथवा नभए तपाईँले यतातिरबाट यहाँनिर कपिराइटको साइन होला यसको छैन यहाँबाट यहाँनिर लिन सक्नुहुन्छ। हजुर त्यो नम्बर छ क्या त्यो ठ्याक्क मलाई थाहा भएन अहिले त। कपिराइट हो कन्ट्रोल जी यतातिर चाहिँ अन्डरलाइन भयो। यो चाहिँ तपाईँको अन्डर ओभर गर्दा चाहिँ अन्डरलाइन हुने खालको होइन।
अब यसपछि अरू के गर्न सकिन्छ होइन, जस्तो एउटा सिम्पल हामीले जस्तो अस्ति नै एउटा के गर्यो भन्दाखेरि एउटा कोलमको गर्यो सिम्पल होइन, त्यसपछि दुईवटा कोलमको गर्यो, त्यसमा चाहिँ ग्रेडियन्ट कलरहरू फिल थियो, ब्यानर छुट्टै थियो। अब यो भनेको चाहिँ हाम्रो के हो त एउटा दुईवटा तिनवटा कोलम छ होइन, हेडिङमा दुईवटा कोलम, तल गएपछि दुईवटा के अरे तिनवटा कोलम, लास्टमा गएपछि तपाईँको एउटा मात्रै कोलम छ होइन। अब हामीले सिएसएसबाट गर्दा पनि यसलाई त दुईवटा कोलम त गर्नै पर्छ, तर पनि देख्दाखेरि चाहिँ हाम्रो के भयो त यो वेबसाइट तपाईँले हेर्दाखेरि कति कोलमको भन्ने हो त 3 कोलमको चाहिँ वेबसाइट भयो होइन। अब हजुरहरूले पनि प्र्याक्टिस गर्नुहोस् होइन, वेबसाइट बनाउँदाखेरि जस्तो कलरहरू चाहिँ सिमिलर टाइपको युज गर्नुपर्छ, जो तपाईँले त्यो भद्दा कलर युज गरेर भएन एकचोटि। अब यसमा पनि अनि हजुर अनि सबै जस्तो 3टा कलर खेलाउनुहुन्छ भनेदेखि अब मैले यहाँनिर तपाईँको यो एउटा ब्याकग्राउन्डमा भयो, यो एउटा कलर भयो, 3टा कलर चाहिँ घुमिरहेको छ, त्यही अनुसारले हजुरले पनि डिजाइन गर्नुहोस्। अब यसलाई ब्याकअपमा लिएर गएर अब 2 बजेछ, बत्ती आज गइरहेछ, हजुर घरमा प्र्याक्टिस गर्नु। यसलाई